सम्पूर्ण माटो प्रेमी जाति प्रेमी माटो प्रेमी र जाति प्रेमीलाई मात्रै नमस्कार। बङ्गालको दलाललाई हैन नि। हुन्छ हाम्रै अनुहार भएर बङ्गालको गोठालो गर्ने थुप्रो छ। आज मैले भिडियो यहाँ जस्ट डेली बनाउँछु। अब लाइक कमेन्ट सेयर माग्ने युट्युबर होइन म। मलाई लाइक पनि चाहिँदैन, कमेन्ट पनि चाहिँदैन, सेयर पनि चाहिँदैन मलाई। किनभने नि त्यसबाट भात खानु छैन। अहिले सबैको मुखबाट हेर्दै सुन्दैछु म चेयरपर्सनहरू विमल गुरुङ, विनय तामाङ, मोहन घिसिङ, निरज जिम्बा, यो एमपी जुन हामीले ल्यायौँ नि कहाँबाट त्यो एमपी हैन। पहिला त्यसो भए नछाकिकन जति बेला 6 शेड्युल नछाकिकन विरोध गर्नु यदि भयो पहाडको जनताले भने अहिले जिटिआरमा तपाईहरु सेटिस्फाई छ? पहिला मेरो प्रश्न चिन्ह यहाँ छ। फेरि पर्सिको दिन गएर भिडियो बनाउनु नपरोस्। यसमा म कुनै नेतृत्वलाई दोष दिन्न। पहाडमा कुनै नेतृत्व ठिक छैन। नेतृत्वै चाहिँदैन, नेता चाहिँदैन, नेतृत्व चाहिँ चाहिन्छ नि। रिसले बोलेको नि, मैले रिस उठ्छ र बोलेको। अन्यथा के यो मान्छे यस्तै भन्ने नसम्झिनुहोस्। किनभने जुङ्गाको रेखी मात्रै बसेको थियो त्यो समयमा। त्यति बेलादेखि पार्टी हरियो झन्डाको पार्टी गरेर हिँडेको मान्छे हो। हुन्छ होला अब त हाम्रो माटो भनेर बहुत आन्दोलन भयो, मर्यो। यही हाम्रै जग्गामा नि मर्यो, कुटाइ खायो, स्यार्पी भाग्यो, घरमा कोही छुट्नु पाएन। दुःख गरे त, दुःख पायौँ त त्यति बेला, डरलाग्दो दुःख पायौँ त। 1200 जना मान्छे मर्नु त्यो त सरकारी खातामा मात्रै हो। प्राइभेसीमा त त्योभन्दा बेसी छ अझै। अनि त्यस पश्चात अर्को आयो सुप्रिमो लिडर, हुँकार पेट्ने। उसको गाडी त 1 इन्चीको डेस्क त राख्नु हुँदैन नि, त्यो त हातले फुटाइदिने विमल गुरुङ। गरेर चाहिँ के लिएर आयो तिमीले? अहिले तिमीले जनताको सपोर्ट चाहियो? मदन तामाङको केसमा नि फर्स्ट लिस्टमा छौ तिमी। 21 हो तिमी मदन तामाङको केसमा। यदि मेरो भिडियोमा कमेन्टमा भिडियो गर्छौ भने तिमीले भिडियो मलाई गरेर भन्न। 21 ठौ होइन यदि भने नि सुप्रिम कोर्टमा फेरि भर्टिक म हाल्छु। किन पहिला केस तेरोमा तिम्रो लाग्यो त? किन तिमी त तिमीहरू त जिप दार्जिलिङ डिस्ट्रिक्ट चलाउँदै थियौ। एकदम राम्रोसँगले सोचेर विचारेर मैले हेरेर भनेको सबै पहाडको जनसाधारणको लागि। म नेतृत्व नेता धनीको लागि मैले बोलेर गरेको होइन। मलाई बगान, गाउँघर, गरिब, असहाय, दुखीको लागि मात्रै हो म। अहिले घर घर घुमेर देखाउँदैछ नि विमल गुरुङले। फर्केर जति बेला आयो नि नेपालबाट, सङ्घ सभाबाट दार्जिलिङमा आएको थियो भने नि म तिमीलाई प्रोटेक्सन गर्थेँ। तिम्रो हानेको छातीको गोली नि बरु म छाप्थेँ होला। तर पश्चिम बङ्गालको भाइ भएर आएको छौ नि, यो कुरा चाहिँ मनमा राति सुत्दाखेरि याद गर्नु। र फेरि भोट र कुर्सी। अब तिमीलाई दुईटै कुरा अप्सन छ मेरोबाट, कालकोठरी लालकोठरी दुईटै खोजे चाहेको छौ होइन? तिमी के लालकोठरी या कालकोठरी दुईटै छ तिम्रो अप्सन। म भन्दिनँ, किन विश्लेषण दिने म कोही पनि होइन। यदि संविधानको धाराले मैले पनि धेरैवटा केस खाएको केटा हो। यदि मैले जस्तो केस खाएको यदि छु भने तिमीले पनि केस खाएको हुनु चाहिँ पर्छ।
मदन तामाङको हिसाब चाहिँ हुनुपर्छ र मात्रै उसको आत्माले शान्ति पाउँछ। हत्या भएको छ, दिउँसै हत्या गरेको छौ, अहिले मैले होइन यो गरेँ त्यो गरेँ घन्टा हामीलाई मलाई नसिकाऊ। निर्वाणीबाट बोलेको म। तिमीलाई डाटा बायोडाटा सबै चाहियो भने निर्वाणीमा आएर सोध्नु। यो भिडियो गर्ने मान्छे भने एकजनाले पनि तिम्रो मेरो नाम बताइदिन्छ। यसको अनुहार हेर्दै सबले चिन्छ। तर अनि विनय तामाङले पनि भन्दै थियौ अस्ति, सन्धि तिमी सन्धिको हिसाबमा यदि बात गर्थ्यौ भने 2012मा जिटिए ल्याउँदाखेरि तिमी पनि त्यति बेला थियौ त सँगै। त्यति बेला सन्धिको कुरा त गरे याद आएन? जिटिएको चियरको कुनै पनि एउटा स्टेज दिँदा त तिमीहरू खुसी भयौ त। कोही पनि चाहिँदैन मलाई, नेता चाहिँदैन दार्जिलिङ पहाडमा, नेतृत्व मात्रै चाहिन्छ। 30 देखि 35 वर्षदेखि 40 वर्षको मात्रै नेतृत्व चाहिन्छ पहाडमा। 40 वर्षको पनि ढलियो, अब 40 वर्षको पनि चाहिँदैन। 30 र 35 को नेतृत्वले पहाड चलाउँछ। यसमा जाति मेन्सन गर्दिनँ, एजुकेटेड मेन्सन गर्छु। आज एजुकेसन गर्ने पढेको सबै बेङ्गलोर, दिल्ली, मुम्बईमा कार्यरत गोठालो गरिरहेछ। अनि तँहरूको कुर्सी तताएर यहाँ तँहरूलाई चाहिँ हामीले नेता बनाइराख्ने। एउटा पार्टीलाई दोष दिनँ म, सबै हार्यो, फेल हो। आइजिजिएफ पहिला हाम्रो पार्टी भन्थ्यो नि, अझै एडवर्ड सरको पार्टी। सपोर्टर पनि होइन म, विरोध पनि होइन। अहिले निक्लिँदैछु, तपाईँले बिस्तारी बिस्तारी पर्खिनुहोस्। यही 30 देखि 35 वर्षको जुन युवत जमा छ नि, उसले लिएर जान्छ तपाईँलाई अगाडि। तर सही बस्नुपर्छ। मलाई भने त पार्टी बङ्गाललाई पार्टी गर्नु हुँदैन। यहाँ डेमोक्रेटको पार्टी चाहिन्छ, राजनीतिक चाहिन्छ। राजनीतिको झन्डा हल्लाउँदा भइहाल्छ। तर यहाँ झन्डा हल्लाएको कति वर्षदेखि भएको छ। रिस उठ्नेले जेसुकै भन, मलाई कमेन्ट गर, गाली गर, म कमेन्ट खोल्दिनँ, फोनै हेर्दिनँ म। मेरो वक्तव्य र मुखले भन्ने कुरा भनिदिइहाल्छु एकैछिनमा। तर मन नपरेको चिज चाहिँ बोल्छु। मन पराउनेले पराउनु, नपराउनेले पराउनु। खुसी र दुखीमा भिडियो बनाएको होइन। दसैँ आयो, तिहार आयो, तिज आयो भनेर भिडियो बनाएको चाहिँ होइन मैले। आज मेरो माटोको अस्तित्व गुमाउँदै गयौँ। अनि थापालाई त नि सबले के भन्छ, म चाहिँ अनि थापालाई के भन्छु भने नि, त चाहिँ गोठालो मात्रै हो। ममता बेनर्जीले राखेको गोठालो। लु गर, मेरो लागि के गर्नु सक्छस् गर। यो भिडियो पोस्ट गर्दैछु। तर गरिसकेको पश्चात पनि सम्झिनु नि फेरि। च्यालेन्जको हिसाबमा बात मार्छु म। अरे जिटिआर पहिला छैटौँमा चाहिँ जाँदा सबै विरोध गर्यो त। अहिले जिटिआरको हुनु त पश्चिम बङ्गालले विरोध गर्यो भने अनि थापाले त घन्टा पनि गर्दैन। तर जिटिआर हो के, एमपीले एक्सपेरिमेन्ट दिनुपर्छ पहिला जनतालाई। तिमीलाई पहिला भोट हालेर एमपी बनाएको हामीले हो। त्यसको एक्सपेरिमेन्ट देऊ म। पहिला गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन, पहिला डिजिएसी दार्जिलिङ गोर्खा हिल काउन्सिल, अहिले तिम्रो जिटिए के हो, रिजन आर, जिटिआर। रिजन चाहिँ किन हाल्छौ बिचमा? वाइ? रिजनको मतलब के हो? हामीलाई विषय चाहिँदैन त, अब कारण चाहिएको छैन त। हामीलाई आर चाहिएको होइन त, एल चाहिएको। एल हामी आरसँग लडाइँ खेलेको होइन त। 1200 मान्छे मरेको। विमल गुरुङले जान्दा नजान्दाको आन्दोलनमा पनि 12-13 जना मरे।
तर आरको लागि गरेको होइन नि। व्यवस्था चाहिँ पहिला खुलासा गर, यो दार्जिलिङको मञ्चमा खुलासा गर, पब्लिक लाइफमा खुलासा गर। तिमीले मिडियामा बोल्दिन, यो गर्दिन, उसले रोक्यो, उसले घन्टा सही बाटो बाटो छ भने त जस्तै गाडी गुडाउँदा पनि गाडी कुद्छ। मुखले नि नढाँट्नु नि हामीलाई। मुखले ढाँटछल गरेर यो हिसाब किताब चल्दैन दार्जिलिङको माटोमा। अब घरि यताको माटो, घरि बङ्गालको माटो। यदि तिमी पक्का हो भने, तिमीको माटो चिनेको छौ यदि भने, यो माटो पश्चिम बङ्गालको चाहिँ होइन। नेपालबाट लुटेर खोसेर राखेको माटो अब्जर्भ ल्यान्ड हो। यो अब्जर्भ ल्यान्ड अहिले पनि नेपाल सरकारसँग तिमीले गर। भारत गभर्मेन्टले अब्जर्भ ल्यान्डलाई खारिज गरेको छैन। यदि खारिज जुन दिन गर्छौ त्यसको लेजिस्लेटिभ पावर देखाऊ हामीलाई। अनि अब्जर्भ ल्यान्ड जसको सुकै हेपेर हामी नै हो ठुलो भनेर कहिले हुँदैन। जे सुकै बोल्नु चाह्यो भनेर तिमीलाई सिटमा उठाएको होइन नि एमपीलाई। तिमीले एक्सप्लेन गर पहिला जिटिआरले के गर्दैछ, त्यसको कतिवटा व्यवस्था छ, के छ। जस्तो विधान बनिन्छ कुनै पनि पावर पाउँदा राज्यबाट, स्टेट मिनी स्टेट आउँदा। यहाँ मिनी स्टेट त होइन, यो त डुप्लिकेट मोबाइल, अरिजिनल मोबाइललाई डुप्लिकेट मोबाइलले चार्जर गरे जस्तो गर्दैछस् तिमीहरूले। सक्यो। दार्जिलिङको दुखी सुखी जनतासँग नमस्कार। धनी गरिबसँग मेरो केही छैन। राजनीतिक पोलिटिकल नेतृत्वलाई नमस्ते गरेको होइन, गर्दिनँ पनि। जय माटो।